एभ्रिवान वेलकम ब्याक टु माई च्यानल र मेरो वेट लस जर्नीको चाहिँ यो लास्ट विक फर्स्ट मन्थको चाहिँ लास्ट विक भनेपछि फोर्थ विक हो यो चाहिँ। अनि आज चाहिँ रिजल्ट डे के 1 विक सकेपछि चाहिँ भोलिपल्टको बिहान चाहिँ मैले वेट नाप्ने गर्छु। सो आज चाहिँ मैले बिहान वेट नापेँ। अनि यो विक चाहिँ मैले भिडियो गरिनँ किनभने एकदमै जङ्क फुड अनि बाहिरको खानेकुराहरू फास्ट फुडहरू खाइरहेको थिएँ। त्यही भएर चाहिँ मैले आज चाहिँ फोटो पनि खिचिनँ किनकि मलाई लागिरहेको थियो ओहो यो विक त मैले यसरी खाइरहेको छु, वेट लस त पक्कै नै भएन, के को फोटो खिच्न जाने भनेर गएको थिएँ। तर के भयो भनेपछि पहिलाको हप्ताको वेट चाहिँ मेरो 62.6 केजी थियो। आज चाहिँ मेरो वेट 61.7 केजी, जुन चाहिँ 900 ग्राम भनौँ न 1 केजी नै हो कि घटेको यो हप्ता। अनि हिजो चाहिँ मेरो बाबुको बर्थडे पनि थियो अनि फास्ट फुडहरू खाइरहेको थिएँ। अनि त्योभन्दा अगाडि पनि फास्ट फुडहरू क्रिम डोनट अनि त्यसपछि मोमो बफ मोमो है, त्यो डल्लो डल्लो बफ मोमो हुन्छ नि, कस्तो क्रेभिङ भइरहेको थियो एकदम। अनि त्यही भएर मैले त खाएको थिएँ। सो यो युगमा चाहिँ कसरी घट्यो भन्दाखेरि यसो हेर्दाखेरिमा चाहिँ मैले चाहिँ खाना खाएँ अनि बाहिर पनि गएको थिएँ नि त म। अनि बाहिर भन्नाले घरभन्दा बाहिर पनि गएको थिएँ। अनि त्यसमा चाहिँ के गरेँ भने चाहिँ मैले बिहान खाना खायो अनि अब दिउँसो त बाहिर थिएँ नि त। अनि दिउँसो मोमो खाएँ पनि। अनि बेलुका चाहिँ अब पेट टन्न छ भने चाहिँ खाना नखाने के हुन्छ नि, धेरै भाग चाहिँ फुल हुन्छ अनि हल्का मात्रै हुन्छ नि, हल्का मात्रै चाहिँ अलिकति फुल नभए जस्तो लागे पनि फुलै हो क्या त्यो चाहिँ। अनि त्यही भएर मैले चाहिँ म पेट टन्नै छ भनेर मैले चाहिँ खाएको थिएन क्या। अब 2-3 रात त मैले खाना खाएन क्या। अनि एकदम अनि घरमा मेरो रुममा चाहिँ मैले फलफुलहरू राखेको छु, स्याउ र केरा, मोस्टली चाहिँ स्याउ चाहिँ हुन्छ। अनि भोक लाग्यो भने चाहिँ त्यो पनि छ भनेर चाहिँ मैले खाना खाएको थिएन। सो त्यति बेला मलाई भोक पनि लागेन किनकि जुन जमलको मोमो छ नि त्यो डेलिसियसवाला ठुल्ठुलो त्यही खाएको क्या मैले खासमा। अनि त्यसपछि त्यसले चाहिँ फुल गरेको थियो अनि मेबी धेरै क्यालोरिज इन्टेक नगरेको भएर पनि मैले चाहिँ योपालि वेट कम गरेको जस्तो लाग्छ मलाई चाहिँ है। किनकि बिहान बेलुका दिउँसो चाहिँ 2टा स्न्याक्स खान्छ क्या मैले। अनि त्यसपछि गर्दाखेरिमा चाहिँ अब मैले बेलुकाको त खाने क्यालोरिज त मैले लिइनँ नि त, त्यही भएर पनि कम क्यालोरिज इन्टेक गरे जस्तो लाग्यो मलाई, त्यही भएर वेट घटे जस्तो लाग्यो। सो अनि मैले यसो पल्टाएर हेरेँ। सो मेरो स्टार्टिङ चाहिँ मैले यो मन्थ चाहिँ स्टार्टिङमा चाहिँ 64 केजी थियो है मेरो। सो अनि एट द इन्ड चाहिँ आज 1 महिना पुरा भएपछि पुरा भने 4 विक्स भनौँ न, 4 विक्स पुरा भएपछि चाहिँ मेरो चाहिँ 61.7 छ, जुन 64 थियो 61.7 केजी भयो। सो मैले चाहिँ 2 केजी 300 ग्राम चाहिँ 2.3 केजी चाहिँ वेट लस गरेको छु। सो आई एम ह्याप्पी नै छु किनकि यो मन्थ चाहिँ मैले त्यस्तो डाइट पनि फलो गरिरहेको थिएँ प्लस बाहिरको चिज पनि खाइरहेको थिएँ। अनि यो यसमा चाहिँ 4वटा हप्तामा चाहिँ 2टा हप्ता चाहिँ मेरो वेट त्यस्तो लसै भएन है। अनि 2 हप्ता चाहिँ हुन्छ नि 1 केजी, एउटामा चाहिँ 1.1 केजी अनि अर्को यो हप्ता लास्ट विकमा चाहिँ 9 ग्राम भनेपछि 1 केजी भनौँ न, 1 केजी चाहिँ घटेको कि त्यसमा मजाले। त्यसले गर्दा पनि 2 केजी भयो, नत्र त मेरो कुनै चान्स थिएन। सो अब म यो चाहिँ कन्टिन्यू गरिरहन्छु जबसम्म रहन्छ। अनि योपालि चाहिँ मैले रिवार्ड एचिभ गरेको छु। एउटा रिवार्ड चाहिँ जुन चाहिँ हो फर्स्टको 62 केजी भयो भने चाहिँ मैले आफूलाई फर्स्टको भिडियोमा चाहिँ मैले वाटर बटल भनेको थिएँ। अनि सेकेन्डमा चाहिँ फुड वेट मिसिङ थियो, तर मलाई चाहिँ अहिले चाहिँ त्यो स्ट्रवाला मैले किनेँ नि त उ त्यो। अनि त्यही भएर बाहिर जाँदा चाहिँ चाहिन्छ है बटल चाहिँ त्यो। अनि होस् अहिले चाहिँ मलाई एकदम फुड मेसिन चाहिँ एकदमै इम्पोर्टेन्ट जस्तो लागिरहेको क्या। अब पहिला हुँदाखेरि वास्ता भएन, अब फुट्यो अनि अहिले चाहिँ एकदमै चाहिरहेको नि त। कति क्यालोरिज अनि कति ग्राम चाहिँ खाइरहेको छ थाहा हुँदैन नि त। अनि त्यही भएर चाहिँ मैले त्यो नाप्नलाई भए पनि किन्छु। सो अब चाहिँ म फुड वेट मेसिन चाहिँ किन्न जान्छु। सो मैले चाहिँ यो विक चाहिँ आज चाहिँ मैले फोटो खिचिनँ, म भोलि गएर खिच्न सक्छु
ठ्याक्कै 61.7 थियो। अब भोलि अलिकति हल्का ग्राम माथि पनि देखाउँछ, कम पनि देखाउँछ, या 7 ग्राम पनि देखाउन सक्छ। सो भोलि चाहिँ फोटो खिच्छु कि प्रुफको लागि के, किनकि आज चाहिँ मैले वेट मेरो पक्कै नै घटेको छैन भनेर मैले मोबाइल पनि लगाएको थिइनँ। सो अब चाहिँ म फुड वेट मेसिन किन्न जान्छु भाटबटुनीमा। र मैले चाहिँ मेरो रिवार्ड लिएर आएको छु फुड मेसिन। र फर्स्ट पहिला चाहिँ मैले के अरे 1000 देखि 1500 बिचको लिएर आएको थिएँ, कति भनेर चाहिँ मैले बिर्सेँ। सो यसको चाहिँ मेरो पर्यो 600 भाटबटुनीबाट लिएको। यस्तो देख्छ। अब चाहिँ यसमा फुडहरू नापेर खाने छु र हजुरलाई पनि देखाउने छु कि यो नाप्दाखेरि मैले चाहिँ कस्तो मजाले, पहिला मेरो जस्तो थिएन नि त पहिला। अनि सुरुमा वेट लस गर्दाखेरि अनि कति वेट मैले लस गरेर क्या त्यस्तो भिडियो हेरेको थिएँ। अनि उहाँहरूले चाहिँ त्यो चम्चाबाट हुन्छ नि, यति चम्चा 5 चम्चा यति क्यालोरिज यति ग्राम हुन्छ यो चिज भनेर देखाएको थियो। सो मैले चाहिँ किन्न गएको फुड मेसिनमा चाहिँ थियो। सो मैले चाहिँ वेट मेसिन पनि लिएर आएँ डिजिटलवाला। सो म चाहिँ फार्मेसीमा जान्थेँ कि त्यहाँनिर नाप्न, त्यहाँको दाइ चाहिँ सजिलो हुनुहुन्छ। अनि अब त झन् मेरो बेबी भएपछि सबै सामान त्यहीँ किन्न जान्छु, किनकि पहिला मैले वेट लस गर्दाखेरि चाहिँ त्यो दाइकोमा त्यस्तो केही किन्थेन नि त। अनि त्यही पनि वेट नाप्न जाँदा पनि दिनुहुन्थ्यो। अनि सो अहिलेसम्म मैले उहाँकोमा नापेँ क्या। सो अनि मैले अब रिजनेबल प्राइसमा पनि थियो। अनि मैले चाहिँ अब घरको परिवारलाई पनि नाप्नुहुन्छ भनेर ल्याएको। खासमा पहिला चाहिँ एकचोटि किनेको थिएँ कि मैले, त्यो लकडाउन बेलामा, त्यति बेला वेट लस गर्ने बेलामा 1000 रुपियाँमा आएको थियो। अनलाइनमा कति आइरहेको थियो नि, त्यस्तो हजुरले देख्नु भएको थियो होला त्यति बेला। अनि त्यो चाहिँ मैले किनेकै दिनमा खै चलेन। अनि कम्प्लेन गरेको पनि हजुर सबैको राम्रै चलेछ, हजुरको मात्रै यस्तो भनेर पछि रिप्लाई पनि दिएन। सो मैले पछि चाहिँ वास्तै गरेन। त्यो चाहिँ अझ पनि छ होला त्यो उस चल्दैन। सो यो चाहिँ यस्तो छ। सो यसको प्राइस चाहिँ कता गयो 1200 हो है, के अरे 1195 लेखेको छ। यसको चाहिँ 1200 जुन चाहिँ ठिकै हो प्राइस। सो यसमा राम्रो कुरा चाहिँ यसमा चाहिँ यो वाला चाहिँ ब्याट्रीवाला छ। यो ब्याट्री चाहिँ ब्याट्रीवाला छ, यो चाहिँ यस्तोवाला ब्याट्री छ कि त्यो अर्को। यो चाहिँ अब सजिलै पाउँछ नि त मार्केटमा, अब लोकल मार्केटमा अनि लोकल सपहरूमा। त्यही भएर र यो चाहिँ मेरो फर्स्ट रिवार्ड थियो। सो मैले जुन रिवार्डमा राखेको छु नि, यो वान पिसहरू टी सर्टहरू के छ नि। सो यो चाहिँ मैले एचिभ नगर्दासम्म मैले चाहिँ किनेको पनि छैन र किन्दिनँ पनि। जब एचिभ गर्छु नि त्यो वेट, अनि त्यति बेला मात्रै किन्छु क्या। त्यही भएर मैले वान पिस पनि किनेकै छैन। जसलाई अलिकति डाइट गर्ने आइडिया नभए पनि खानेकुराहरू, अब भात अलिकति थोरै पोर्सनको खाने, पहिलाभन्दा तरकारी अलिकति बढाउने, अनि के अरे प्रोटिनवाला खाना खाने, फाइबरवाला खाना खाने, त्यति भएछ क्या। अनि त्यति भएपछि अब जङ्क फुड फास्ट फुडहरू नखाएपछि, अब घरमै बनाएर खाएपछि होइन, पोर्सनहरू ठिकै खाएपछि त अरू चाहिँदैन। के मेन भनेको चाहिँ डिसिप्लिन र कन्सिस्टेन्सी चाहिन्छ। त्यही हो। किनभने चाहिँ यो वेट लस जर्नी चाहिँ मेरो अब यो भिडियो गरेको 1 महिना अगाडि 64 थियो नि। सो मैले सुरु गरेर चाहिँ खासमा 69 देखि हो कि, मैले पहिला नि भने होला। सुरु गरेको 69 मा हो। अनि मेरो वेट चाहिँ म्याक्स गएको भनेको चाहिँ 74 हो। जब बेबी डेलिभरी गर्दा 74 थियो। सो प्रेग्नेन्सी अवस्थामा, डेलिभरी बेलामा चाहिँ सुत्केरी अवस्थामा चाहिँ मेरो वेट गेन भएन। अनि 64 थियो। 64 देखि 69 चाहिँ आफै 6-7 महिना बाबु 6-7 महिना भएपछि चाहिँ आफै घटेको हो। त्यो चाहिँ मैले आफै डाइट साइट केही नगरिकन। सो त्यो चाहिँ म काउन्ट गर्दिनँ। सो ठिकै छ, अब पछिको किन हेर्ने, अब अगाडि चाहिँ कसरी गर्ने र राम्रोसँग गर्नुपर्छ भन्ने छ। सो थ्याङ्क यू भिडियो हेरिदिनु भएकोमा। र अब नेक्स्ट विकको पनि हेर्दै गर्नु होला। र नेक्स्ट मन्थ अर्को 2nd मन्थ सुरु भयो।
सो थ्याङ्क यू सो मच, बाई। मैले हिजो वेट नापिनँ अनि आज नापेपछि के हजुरलाई देखाउँछु भने चाहिँ सो यो चाहिँ वेट हो। हिजो चाहिँ 61.6 केजी देखाएको थियो, 61 अब 600 ग्राम देखाएको थियो नि त। अनि आज नाप्दाखेरि चाहिँ 61.2 हो है, 2 देखाएको छ। सो एडभाइस चाहिँ के भनेपछि लुगाहरू चाहिँ अलिकति लाइट लगाउनुहोस्, किनकि मैले अघि लगाएको थिएँ नि त्यो सर्ट टाइपको, त्यो लगाउँदाखेरि वेट नाप्दाखेरिमा चाहिँ कति थियो भनेपछि 61.80 ग्राम देखाएको थियो कि 80 हो कि 90 ग्राम देखाएको थियो। सो त्यो टी सर्ट खोलेर चाहिँ मैले यो चाहिँ एक्चुअल वेट देखाएँ क्या। अनि त्यही भएर चाहिँ मेन भनेको बिहान नाप्नु पर्यो र लुगा चाहिँ लाइट लगाउनु पर्यो आफ्नो एक्चुअल वेट थाहा पाउनको लागि।